विक्रम सम्वत 2083 मा परीक्षा दिने कक्षा 12 का नियमित र आंशिक परीक्षार्थीहरूका लागि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा आवेदन फारम खोलेको छ। योसँग सम्बन्धित अन्य जानकारी जानेछु। परीक्षा फारम भर्ने मिति सिंगल शुल्कतर्फ 2082 पुस मसान्तसम्म रहेको छ। अर्थात् यदि यहाँहरूले सिंगल शुल्क तिर्ने हो भने 2082 साल पुस मसान्तभित्र परीक्षा आवेदन फारम भरिसक्नुपर्ने रहेको छ। त्यसै गरिकन यदि यहाँहरूको त्यो समयभित्र परीक्षा फारम भर्न छुट भएमा विलम्ब शुल्कतर्फ 2082 माघ 15 गतेसम्म यहाँहरूले परीक्षा फारम भर्न सक्नुहुनेछ। त्यसै गरिकन परीक्षा दिनको लागि योग्य को हुनुहुन्छ भन्ने विषयमा परीक्षा फारम रजिस्ट्रेसन नम्बरका सुरुका 2 अङ्क 79 अन्तिम पटक भन्नुको अर्थ यहाँहरूको रजिस्ट्रेसन नम्बर सुरुको 2 अङ्क 79 छ भने ती विद्यार्थीहरूको लागि यो वर्ष अन्तिम अवसर रहेको छ परीक्षामा सहभागी हुनको लागि। यो आंशिकहरूको लागि हो। त्यसै गरिकन 80 र 81 भएका परीक्षार्थीहरूले मात्र अहिलेको परीक्षामा संलग्न हुन पाउनुहुनेछ। 79, 80 र 81 रजिस्ट्रेसन सुरुका 2 अङ्क जसको रहेको छ उहाँहरू परीक्षामा संलग्न या सहभागी हुन पाउनुहुनेछ। त्यसै गरिकन कक्षा 12 को नियमित परीक्षार्थीहरूको रूपमा आवेदन फारम भर्ने विद्यार्थीहरूले कक्षा 11 का सम्पूर्ण विषयमा सैद्धान्तिक तर्फ न्यूनतम डी ग्रेड हुनुपर्नेछ। अर्थात् कक्षा 12 मा परीक्षा फारम भर्नको लागि कक्षा 11 को यहाँको रिजल्टमा सबै विषयमा यहाँहरूको सैद्धान्तिक अर्थात् लिखित परीक्षामा डी ग्रेड ल्याएको हुनुपर्नेछ भने आन्तरिक मूल्याङ्कन तर्फ अर्थात् प्र्याक्टिकल पनि प्रयोगात्मक पनि भन्ने गर्छौं हामी, त्यसमा विद्यार्थीहरूले सी ग्रेड प्राप्त गरेको हुनुपर्नेछ। त्यसै गरिकन परीक्षा आवेदन फारमका साथ कक्षा 11 को विषय दर्ता अर्थात् रजिस्ट्रेसन कार्ड र विद्यालयबाट प्राप्त गरेको तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेको हुनुपर्नेछ। त्यसै गरिकन कक्षा 11 को ग्रेड सिट बाट प्रमाणित गराई अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ फर्मको साथसाथै फर्मको साथमा। र यो विद्यालयको लागि रहेको छ। सम्बन्धित विद्यालय क्याम्पसहरूले विद्यार्थीहरूले भरेको फारम संलग्न गरी रकम बुझाएको बैंक भाउचर डिजिटल भुक्तानी गरेको अवस्थामा सोको प्रमाणित प्रमाण सहित 2082 माघ 25 गतेसम्म राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयमा आवेदन फारम बुझाउनु पर्नेछ। धन्यवाद।